सबैलाई नमस्कार। म टेक्निसियन अभिषेक शाह। गाइस, तपाईँहरूलाई आज म एउटा सान्दर्भिक कुरा बताम। छोरा भएर जन्मिनु त्यति सजिलो पनि छैन क्या गाइस। हामी छोराहरू विदेशिनु किन पर्छ? रहरले होइन, बाध्यताले। आफ्नो परिवारको खुसी शान्तिको लागि हो क्या। आफ्नो परिवार राम्ररी जियोस्, आफ्नो परिवारमा गुणस्तरीय जीवन बितोस्, विलासीपन जीवन बितोस् भनेर छोराहरू विदेशिनु परेको हो क्या गाइस। हाम्रो देशमा केही छैन, त्यहाँ भोकभोकै भएर पनि छोरा मान्छेहरू आफ्नो परिवारको लागि काम गरिरहेको हुन्छ। धेरै जिम्मेदारी हुन्छ तिनीहरूलाई। आफू दुःख गरी पनि आफ्नो परिवारमा सुख होस् भनेर कति कठिन उयो मेहनत गरिरहेको हुन्छ। भोक तिर्खा नभनिकन अरूको देशमा कमाउनु त्यति सजिलो पनि छैन क्या। हामी छोरा मान्छेलाई कस्तो गाह्रो हुन्छ। घाम पानी जाडोमा हिँड्नुपर्छ, काम गर्नु कति गाह्रो हुन्छ हामी छोरा मान्छे भएर जन्मिनु। त्यसैले गाइस, सक्दो तपाईँहरू आफ्नो श्रीमानलाई माया गर्नु, किनभने श्रीमान बन्नु त्यति सजिलो पनि हुँदैन क्या। छोरा मान्छे बन्नु कठिन हो क्या। कति मेहनत गरेर आफ्नो परिवारलाई पाल्छ, विदेशिनु जान्छ आफ्नो परिवारको सुखको लागि सोच्नु क्या। यतिसम्म माया गर्छ छोरा मान्छेले। त्यसैले रेस्पेक्ट यर हस्बेन्ड। थ्याङ्क यू सो मच।